नेपालमा चुनाव हुँदैछ साथीहरू। यही आउँदो फागुन 21 गते भन्ने कुरो छ। चुनाव यदि भयो भने कसलाई भोट हाल्ने भन्दै जिज्ञासाहरू बुझ्दै गर्दा जनमहानुभावहरूको जिज्ञासाहरू बुझ्दै गर्दाखेरि बालेनले जित्लान् भनेर अब भनौँ भने पनि बालेनलाई विदेशी एजेन्टको दलाल ह्यान त्यान के भन्दा रहेछन्, त्यसलाई भोट नदिने रे। अब अर्को रवि लामिछानेलाई सरकारी सहकारी थप के भन्दा रहेछन्, अब त्यसलाई पनि भोट नदिने रे। अब भोट मलाई हाल देश कायापलट बनाउने जिम्मा मेरो भयो। सम्पूर्ण देशवासीहरू विश्वास गर्नुहोस् मलाई, हाम्रो चुनाव चिन्ह भनेको चाहिँ रक्सी हो। रक्सीको बोतल तपाईँहरूलाई अरू त होइन, यो मासु सासुको आश चाहिँ नगर्नु होला। तपाईँहरूलाई 1 गिलास लोकल रक्सी चाहिँ चुनावको दिन व्यवस्था गर्ने जिम्मा मेरो भयो। अब प्रधानमन्त्री नै बनाइसक्नु भयो पछि त अब त पछि सोच्दै गरौँला के गर्ने भन्ने कुरा। देश चाहिँ कायापलट हुन्छ साथीहरू। त्यस कारणले यो जसरी हुन्छ प्रधानमन्त्री बनाउने जिम्मा चाहिँ तपाईँहरूको हातमा छ। मलाई ल अब फागुन 21 गते चुनाव हुँदैछ भन्ने कुरो मैले पनि सुने, थाहा पाएँ। अब जेन्जी आन्दोलनपछि कसलाई प्रधानमन्त्री बनाउने भन्दा भन्दै सुशीला कार्कीलाई बनाइदिनु भयो। अबको चुनावपछि कसलाई बनाउने भन्ने अन्यल छ। अब बालन शाह बन्लान् त नि भनेको पनि अब विदेशी एजेन्टको दलाल हो के हो भन्छन् टिकटक गरी भिडियो गरी मैले सुनेको। अब रवि लामिछाने छन् त नि ठिक हो भनेको, उनलाई पनि अब सहकारी थग हो, पैसा हिँड्न पार्दिने भन्ने यताउता सुने। तर तिमीहरूको मैले नेपाली सबैले भोट हाल्ने मलाई सोचेछौ भने चाहिँ, अब मलाई प्रधानमन्त्री बनाउने सोचेछौ भने चाहिँ त्यो अहिलेचोटिलाई सरी ल भने मैले, किन भन्दा म आउन पनि भ्याउँदिनँ होला चुनावसम्म। अब अझ अर्को चुनावसम्म चाहिँ आइपुग्छु। यो चोटि चाहिँ यसो जिम्मा लगाइदेऊ त्यतै कसैलाई, देश बेची खान चाहिँ नदेऊ। म पनि आउँछु अर्को चुनावमा, त्यसपछि चाहिँ विचार गरौँला है। ल भोट चाहिँ योचोटि मिलाएर हाल।